लाल पूर्जा वितरणको कार्य सुरु गरिसकेका छौँ। कतिपय कानुनी जटिलता थिए तिनलाई पनि अध्यादेश मार्फत हामीले केही गाँठो फुकालेर चाहिँ त्यसलाई पनि हामीले अझै यसलाई कसरी चाहिँ अघि एकदम तीव्रताका साथ हामीले बाँड्न सकिन्छ भनेर हामी त्यो एक्सर्साइजमा छौँ। आज मेरो यहाँ आउनुको प्रमुख कारण पनि त्यही हो होइन। के अब त्यहाँ फिल्डमा आएर पनि के समस्या छ त, किनभने हामी सबै कुरा रेडी भएको अवस्थामा किनभने कहीँ काम कारबाही काम रेडी भएको अवस्थामा पनि हामीलाई केही कुरा अगाडि बढ्न अप्ठ्यारो छ भन्ने कुरा स्वयं आफै पनि यहाँ जिल्लाको जुन समिति छ हाम्रो सिडिओको अध्यक्षतामा उहाँहरूकै आफ्नै उसबाट के उहाँहरूले चाहिँ अप्ठ्यारो भोगिरहनु भएको छ होइन। कतिपय नीतिगत कुरा होला, कतिपय ह्युमन रिसोर्सेसका कुरा होला, आफै आएर फिल गरिसकेपछि फिल्डमै आइसकेपछि त्यो बुझ्दाखेरि अझै बढी प्रभावकारी हुने भएको भएर अझै यसलाई तीव्रता दिन जान सक्ने भएको भएर किनभने आजको दिनमा मलाई के थाहा छ भन्दा अब धनगढीमा लाल पूर्जा वितरण चाहिँ भनौँ न कैलालीमा भनौँ, धनगढी मात्र होइन कैलालीमा समग्र जिल्लामा चाहिँ लाल पूर्जा वितरण एकदम छिटो हुन्छ होइन। म सबैलाई ठ्याक्क डेटै भन्न सकिनँ तर एकदमै प्राथमिक छिटो किन हुन्छ भन्दाखेरि अब यो जुन प्रकारले उहाँहरूले काम गरिरहनु भएको छ र उहाँहरूलाई अप्ठ्यारो जे परिरहेको थियो त्यो त अब आज हामीले चाहिँ यहाँबाट फुकाल्यौँ त केही गाँठाहरू, त्यही भएर त्यो यो चाहिँ एकदम तीव्र रूपले जान्छ। मैले यति नै निवेदन गरेँ।